म एउटा सोली राख्छु अनि पानी पोख्दैन पहिला सोली चेक गर्नुस् यसमा आरपार पाल्छ पाल्छ हजुर हेर्नुस् म प्रत्यक्ष आइरहेको छु हेर्नुस् यसमा केही छैन यसमा केही कतै पनि स्विच छैन तपाईं हेर्नुस् यो सोली हो यो सोली तपाईं प्रत्यक्ष रूपमा हेरिराख्नु भएको छ हैन यसमा नभन्नु होला के केही छ केमिकल छ केही छैन अब तपाईं ढुकुनु भयो आरपार हेरिराख्नु भएको छ ढुकुनु भयो ल त अब म यो सोली यहाँ राख्छु पानी यताउति पोखिदैन ल यसरी समात्नुस् तपाईं पनि मद्दत गर्नुस् पानी दिनुस् हो यो कुनै हो ल धन्यवाद अब तपाईं सेकेन्ड जादुगर ल पानी चेक गरिहालौ नत्र केमिकल हो कि के हो अब नभन्नु होला सर झुक्याइ पानी खाइराख्नु भएको छ ल जे होस् अब म यहाँ पानी है अलि सोझो गर्नुस् एकैछिन ल ल धन्यवाद यता पनि हेर्न दिनुस् म सोली राखे टाइट यो शिक्षकको हात हो शिक्षकको हात पनि ताकतिलो हुन्छ हो अब आयो ताकत हो शिक्षकको हातमा पनि ताकत छ केही भयो भने भन्नु होला केही भयो भने भन्नु होला माथि गर्नुस् अनि तल जान्छ हो केही भयो भने भन्नु होला अलि तन्क्या होला अलि तन्क्या छ नि त अलि एकैछिन अलि है हात अलि माथि भयो अलि तन्क्या होला हो सर पानी अब यता तन्कियो यता पानी पोखिरहेछ है ल अलि छोडिदिनुस् त्यति पानी हाले तर अलि यता तन्केर पानी तर पानी गइसक्यो पेटमा यसमा पहिला पनि हेर्नु भएको थियो यसमा केही छ आरपार पाल हेरिराख्नु भएको छ केही छ भने भन्नु होला केही छैन है सर अब त पानी खानु भयो अब यसमा केही छ तपाईं ढुक्क हुनुहुन्छ यता आउनुस् अब यो शिक्षकको कलम हो अब तपाईको पेट भित्रको पानी अब निकाल्ने यो शिक्षकको कलममा ताकत छ म यसरी कानमा यो पेन राख्छु हैन यता हेराउनुस् यता प्लिज कानमा पानी छ यसरी आउँछ कानमा यो शिक्षकको कलममा ताकत छ हेर्नुस् ल हो ल अब फेरि यता आउनु न यता क्यामेरा छ यता क्यामेरा भयो सर यता ध्यान दिनु न म यो शिक्षकको कलम सरको कानमा राखे अनि अब कान अलि टाउको तल गर्नुस् अलि तल यता नि सर हैन हो यसरी कसरी भएन हो अनि सोझो राख्नुस् शिक्षकको कलममा अनि सरको पेटमा पानी छ त्यो पानी अब निकाल्नु पर्यो कानबाट सोझो गर्नुस् है ध्यान दिनुस् शिक्षक एकता